मलाई धेरै साथीहरू फोन गरेर या मेसेज गरेर सोध्छ कि युके कस्तो छ, आऊ कि नआऊ। तर म भन्छु भने यार एउटा नि मान्दैन यार। यहाँको जे छ रियालिटी म त्यो भन्छ, तामझाम छ त्यो म भन्दिनँ है। जे रियालिटी चाहिँ भन्छु। तर धेरै युवाहरूले के भनिरहेछ मेरो साथीहरूले कि जसरी पनि मलाई यो देश छोड्नु छ क्या। आखिर के भएको छ क्या, देश छोड्नै परिरहेछ त्यस्तो लागिरहेछ, एउटा बाध्यता भइसकेको छ क्या। जसरी पनि नेपाल छोडिहालु भन्ने त्यस्तो आजकलको युवामा मनस्थिति परिसकेको छ क्या। के भन्छ कि दुख छ, जे छ त्यो छ त्यही गर्छु क्या। जो भनेको थिएँ कि नआऊ भनेर उहिले आएर यहाँ पछताइरहेछ क्या। त्यस्तो माइन्ड सेटले केटाहरू या साथीहरू नआऊ है, म यही भन्छु। माइन्ड एकदम क्लियर गरेर आऊ है।